लाँकुरी भन्छ यहाँ यो साथीहरू होइन तर यस्तो पल्युसन कि होइन यस्तो पल्युसन काठमाडौँको केही पनि देखाएको छैन होइन त्यही भएर हामी चाहिँ यहाँबाट चाहिँ अब पनौतीतिर लाग्ने विचार गरेँ साथीहरू यताबाट चाहिँ पनौती जानु रहेछ एकचोटि 25 मिनटको बाटो रे आधा 4 किलोमिटर पछाडि पिचै छ अरे त्यही भएर त्यो बाटो जाने विचार गऱ्यो कुकुरले मलाई खुब माया गरेको किन हो है हामी त्यो बाटो जाँदैछौँ लेट्स यही बाटो कस्तो रहेछ बाटो ठिकै छ जस्तो लाग्छ मलाई होइन तर अहिलेसम्म त यसमा देख्दो रहेछ होइन बाटो कस्तो डरलाग्दो उहाँ उसलाई डोजर हिँड्दा छ होइन बाटो दामी रहेछ यहाँ अनि त्यो घर पनि त्यो घर कस्तो इन्ट्रेस्टिङ रहेछ कि यो घर लास्ट ल्यायो मलाई चाहिँ है वहाँ माथिबाट पहिरो खसेर रहेछ हेर न कस्तो डरलाग्दो पहिरो खस्यो होला त यार यो पहिरै गयो ब्रो थाहा छ यो रोड बनाउनलाई वास्ता नगरिकन बालिदिएर बनाइदिएपछि यस्तो हुन्छ क्या यो ल त्यो घर चाहिँ नि होइन आई वुड लिभ इन क्या त्यो घरमा धुलो हेर्नु चाहिँ कति आउँछ धुलो है सगुन उहाँ पुग्यो दुईवटा गाडी आउँदैछ होइन पुरा झिलिक झिलिक पार्दै होइन त्यो चाहिँ नि लाँकुरी हो माथि डाँडा चाहिँ लाँकुरी तल चाहिँ नि अब हामी यो तलको बाटो चाहिँ जाँदै हो के साह्रो धुलो लगाउँदै हेर्न धुलो पनि धुलो देखिन्छ दामी देखिन्छ कि बाटो होइन अब यो बाटो गएर यताबाट निस्केर उतातिर जाने हो होइन एकदमै क्यापिटलिजमको दासहरूलाई चाहिँ मैले के भन्न चाहन्छु भने नि साथीहरू होइन नेचरलाई प्रिजर्भ गरियो होइन नेचरलाई चाहिँ नि सबै चिज नेचरको बेचेर खाइएन होइन नेचरलाई फस्टाउनु दियो भने हेर्नुहोस् त फेरि पहाडले पानी दिन्छ कि है पहाडले पानी फ्रीमा दिन्छ यु गाइज नो इट यो डाँडाको नाम चाहिँ भीमसेन डाँडा रहेछ कि हेर्नु न तल पनि एउटा मोटरेबल रोड रहेछ अर्को पनि घर चाहिँ क्लासिक मलाई सही लाग्यो तल घर हेर्नु न कस्तो दामी घरमा मस्त मान्छे बसेको छन् जेठा छोरा कान्छा छोरा उता बुहारी यस्तो हो नि त यार पारा टक्क आफ्नो कुखुरा छ होइन आफ्नो कुखुरा खायो चट्टा लाएर अन्त यस्तो दामी बाटो छ यो बाटो र हामी जाने बाटो र यो बाटो मिक्स हुँदो रहेछ कान्छ हाम्रो सगुन डाक्टर के भन्दै हुन्छ अनि यताबाट गाडी आएर सबैले गाडी पास घरहरू सबै ठाउँमै छन् होइन अनि यो यहाँ सानो एउटा त्यो चाहिँ नि गोरेटो होला होइन गोरेटो बाटो यहाँबाट चाहिँ तल हिँड्ने गाडी हिँड्ने बाटो रहेछ अनि यो चाहिँ नि उयो के अरे यस्तो के अरे गुम्बा टाइपको घर होइन अनि फेरि जहाँ जहाँ रोड पुगेको छ नि त्यो रोड साइडकै चाहिँ नि ऊ भत्किँदो रहेछ क्या पहिरो जाँदो रहेछ क्या माथि पनि त्यो रोडै खनेर त्यो बिग्रियो भत्किया रहेछ क्या भनेपछि जति ठाउँमा विकासले ऊ पनि ल्याउँदो रहेछ कि उयो हेर्नु यो पुरै बाटोभरि ऊ नै ऊ खसेछ कि सबै पहिरो गएको ठाउँ चाहिँ त्यो रोडमै हो क्या यो पनि पहिरै हो अब 2-3 दिन पछाडि असार साउनमा यो पनि पहिरै हो माने दोभान भन्ने ठाउँमा आइपुग्यो होइन माने दोभानमा चाहिँ ऊ पाहाडीबाट चाहिँ नि ऊ जाँदो रहेछ कि पिच रोडै जाँदो रहेछ उहाँबाट यहाँ यस्तो राम्रो स्तुपा देखेँ क्या मैले त्यही भएर रोकेँ है अया झन्डै लडेकै होइन कस्तो राम्रो स्तुपा बनाएर छन् कि होइन गाउँमा हेर्नु न कम्पोस्ट मलहरू कसरी युज हुन्छ हेर्नुहोस् है यहाँनिर दिदीहरू यस्तो यहाँ पुरै सेउला बोकेर हिँड्नु भयो होइन यस्तो राम्रो घरमा मजा सेउला बोकेर हिँड्नु भयो आन्टीहरू दिदीहरू यो यस्तो घर छ यस्तो राम्रो घरहरू है होइन यो पारी चाहिँ नि सायद त्यो लाकुरी भन्ज्याङतिर पऱ्यो यता चाहिँ यो खोला वारी र पारी रहेछ होइन यो खोलाले छुट्याउँदो रहेछ कि कस्तो मजाको खोला कस्तो सङ्लो खोला तै पनि फोहोर चाहिँ छ होइन तर पनि छन चाहिँ रहेछ क्या है ल साथीहरू पनौती छिर्यौँ हामी अब पनौतीमा धेरै भित्र कहाँ निस्किन्छ देखाउँछ है म
यहाँ पानी घट्ट रहेछ पानी घट्टमा यहाँबाट पानी चाहिँ उतल टर्बाइन घुमाएर निस्किँदो रहेछ है टर्बाइन हेर्न जाऊँ है हामी पानी घट्ट चाहिँ नि कस्तो हुन्थ्यो त क्लासिक पानी घट्ट लेट्स सी गाइज है हेर्नु त यहाँ पुरै पिठै पिठो यस्तो मजाले हेर्नु त धुलै धुलो अनि घट्टबाट चाहिँ आफै अटोमेटिक हाल्दो रहेछ है के अरे उता नि तल टर्बाइनले घुमाइदियो यहाँ माथि मकै हुँदो रहेछ यत्रो सानो अलिक भाइब्रेसन चाहिँ फिल हुँदो रहेछ क्या हेर्नु त मान्छेले कस्तो दामी बनाउँथ्यो यार पहिला पहिला ल दिस इज पानी घट्ट फर यु गाइज ल होइन यो पानी चाहिँ यसरी च्यानल गरेर ल्याएको रहेछ कि पानी यो पाइप चाहिँ च्यानल हुँदो रहेछ कि यो पाइपबाट सिधा तल गएर टर्बाइन घुम्छ उता पानी नै आइरहेछ दिस इज इट गाइज आमा चिप्लो होला यार मैले लडिन्छौँ ओइ ओइ है बिस्तारै 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 पानी चाहिँ त्यहाँबाट च्यानल गरेर बिचको खोलामा जाँदैछ आरु चौर छुट्दैछौँ साथीहरू अब टाढा पर्खाल चौरबाट अगाडि र्याले भन्ने ठाउँतिर जाँदैछौँ है हामी अब यो चाहिँ र्याले जाने बाटो पानी हेर्नुहोस् कस्तो मजाले आउँछ नेचरलाई नेचर हुन छोडिदियो भने ल उषा देवी आइपुग्यो उषा देवीको मन्दिर आइपुग्यो उषा देवीको मन्दिर हो है अब यहाँ मुभिङ फरवर्ड यो चाहिँ ब्रह्म राक्षस हो क्या त्यो होइन राक्षस पनि कामहरू पुरै ब्लटिङ गरिदिनु क्या केही लाग्छ यहाँबाट सबै अगाडि चाहिँ नि यस्तो दामी देख्छ है हाउ इट लुक्स सब त्यति गरेर छ अरूतिर होइन अब योभन्दा अगाडि चाहिँ जहाँ लाग्छ काठमाडौँ आयो कि ब्रदर है धेरै मोडर्न ठाउँ अलिकति हेर्नु मलाई त्यही अब हरियो डाँडा काँडै मनपर्छ है मलाई त्यही भएर आइपुग्यो के अरे पनौती बस पार्क आइपुग्यो हामी होइन अब यहाँ के खान्छौँ होला साह्रै भोक लाग्छ प्लान साथीहरू होइन हामी जान लाग्यौँ अब खोपासी पनि एकचोटि भिजिट गर्ने भएन है सेकेन्ड पास भयो त्यसको ट्रक आएर छ है पथ पुरै छ होइन प्रपर बाटो आएन होइन तर पनि बाटो पत्रो त पत्रै हो होइन अनि नमबुद्ध जाने बाटोबाट हामी त छिर्न खोज्यो है साथीहरू होइन अब खोपासीको डिप आयो खोपासीमा चाहिँ मलाई खासै केही त्यस्तो राम्रो ओ माई गड चिज चाहिँ मैले केही देखेन होइन यहाँ म एउटा ठाउँमा यहाँ चाहिँ के अरे एउटा चाहिँ ड्याम रहेछ ड्याम जान्छु होला निकालेको ठाउँ होला त्यो ठाउँ पुग्छु होला अनि अहिलेलाई खोपासीमा म यहाँनिर आइपुगेको ठाउँ देखाउँछु तपाईँहरूलाई यो चाहिँ नि क्वाइट इन्क्रेडिबल एउटा पुल रहेछ यहाँ झोलुङ्गे पुल किन डेन्जर हुनु ल सगुन लाग्छ हाम्रो मस्त बुरुक बुरुक उफ्रिँदै चलिदिरह्यो ल कोसी खोला हो नि ब्रो यो हामीले वहाँ देख्छ नि सिन्धुली जाने बेलामा क्या
सिन्धुली जाने बाटो आउँछ नि रोसी खोला गएर यसले यसरी घुमेर उता पुग्छ रोसी खोला है अरू बेला मलाई सबै खोलाहरू चाहिँ नि होइन यताबाट तल मुभ गर्छ जस्तो लाग्थ्यो यो चाहिँ यता मुभ गर्छ जस्तो लाग्छ है मलाई यो यतै त मुभ गरिरहेछ नि त्यही त यता मुभ गर्छ क्या अरू उता मुभ गर्छ जस्तो लाग्छ मलाई होइन है माथि नर्थ हुन्छ नि त युजली तलै हो कि कस्तो दामी 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 ठाउँ छ यसो भन्थ्यो त सकुन यो यसलाई भन्थ्यो त ल पिस खाजाको नाममा चाहिँ नि होइन चटपटे चटपटे अर्डर गरेको छौँ होइन के त खानु पर्यो के हो मलाई त रिङ्गडा लागे जस्तो भयो यो पसलमा हो र मस्त खाइदिउँला न ब्रो खानु पर्यो होइन म खानै खाएको छैन नि त नाचा हो म त नि खाइदिउँ मस्त खाइदिउँ अझै एउटा मगाएर खाइदिउँ म पनि खाइदिउँ न के भयो ल ए दिदीले हामीलाई चटपटे दिनुभयो ल आयो चटपटे मस्त खाइदिने खाजा ल कडा कडा ल दाइ इट्स इट खाइदियो त कान्छ कस्तो हेरिदिइहाल त बबाल देख्दैमा बबाल ल मिठो 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 गर्दैन छक्का पन्जा सुट गरेको ठाउँ छ अरे भिडियो सिडियो फिल्महरू सुट गरेको ठाउँ छ अरे त्यही भएर यसो हेर्न आइदिएको हामी चाहिँ त्यस्तो अघिको यो पुल कटेर जस्ट यता मात्रै आयो कहाँ थियो त खोइ कहाँ खिचेको के घरहरू गुम्बा रहेछ यतिले यो चाहिँ नि जल विद्युत केन्द्र खोपासी काभ्रे आइपुग्यौँ अझै खासै हेर्ने भनेको पावर हाउस स्टेसन हेर्न पाइन्छ नि ब्रदर हो र किन पाउने हो र हो र ए हेर्न नपाउने अवस्था छ ए ल यो जहाँ पनि एउटै हुँदो रहेछ हौ यो के अरे नेपाल सरकारले बनायो कि पहिला राजाहरूले बनायो 2022 सालमा मान्छे राणाहरूले बनायो यो र यो उसमा पनि छ नि त एउटा तपाईँको फर्पिङमा पनि छ नि त ठ्याक्कै यस्तै छ भने पहिला पहिलाको डिजाइन ठ्याक्कै कान्छ फर्पिङ जस्तो लागेन तिमीलाई इन्क्लुडिङ दिस गेट के है नेपाल सोभियत सहयोग रहेछ ल्याएर सो रसियल बनाइदिएर रहेछ क्या स्याडली हामी आएको दिन बन्द रहेछ यो है तर हेर्दाखेरि चाहिँ नि कडा सोभियत सहयोग लेखाएर रहेछ भनेपछि रसियल बनाइदिए जस्तो लाग्यो अनि यस्तो छ ठाउँ ऊ यहाँबाट पहिरो गइसक्यो ऊ त्यहाँबाट चाहिँ ड्यामको पानी चाहिँ यसरी झारेर रहेछ कि त्यहाँ होइन अब अहिले भित्र जान पाइएन होइन सो बन्द अब यो नै यस्तो बाढी पहिरोले चाहिँ बन्द भएको अरे होइन ओके असोजमा भएको उसले चाहिँ नि के अरे बाढी पहिरोले चाहिँ नि के भएर यो चाहिँ नि खसेर यो चाहिँ बन्द गरिदियो अरे कि ब्लक गरिदियो अरे अनि पानी सबै उतारे यहाँ माथिसम्म मडा रहेछ कि पुरै अहिलेसम्म माटै माटो छ जस्ट फङ्सनिङ स्टेटमा रहेछ तर बिग्रिया रहेछ कि है ड्याम चाहिँ नि हामीले सोचे जस्तो ड्याम चाहिँ माथि छ ड्याम माथि छ भन्दै आयो होइन तर ड्याम खास त्यहाँ रहन्छ होइन यहाँनिर एउटा साधारण पोखरी रहेछ यहाँनिर जम्मा भएको मात्रै रहेछ कि यहाँ चाहिँ जम्मा गरेर राख्दो रहेछ उताबाट लिएर आएर होइन लेट्स लुक एट द भ्यू है कस्तो देख्छ अन्त हेरौँ न ल पोखरी चाहिँ यो रहेछ ल